अब यो कञ्चन चिज बजारमा कतिमा किनिरहनु भएको छ त? अनि चिज प्लसमा पाइने प्राइस कति हो? हाम्रो चिज प्लस नेपालको बाहिर यति धेरै चर्चा छ भनेर चाहिँ मलाई थाहा थिएन। कुनै कुनै जल्दो बोल्दो डेरीहरूले अहिले के भन्न थालेको छ भने चिज प्लस नेपालले पनि हाम्रै सामान बेच्ने त हो नि, हामीबाट लगेरै बेच्ने हो उहाँहरूले पनि भन्दो रहेछ भने, अर्कोतिर फेरि चिज प्लसको र हाम्रो एउटै क्वालिटी त हो नि, हामीले चिज प्लसबाटै ल्याएर तपाईँहरूलाई दिने हो भन्ने खालको कुरो पनि गरेको देखियो। तपाईहरुले यसरी हाम्रो चिज प्लस नेपालको नाम निकालिरहँदा अथवा भनिरहँदा हामीलाई केही पनि आपत्ति त छैन, तर मात्र यति भन्न चाहन्छु कि चिज प्लस नेपालमा पाइने जस्तै अथवा चिज प्लस नेपालले बेच्ने जस्तै क्वालिटीको चिज चाहिँ बेच्नु होला है त। अब यो कञ्चन चिज बजारमा कतिमा किनिरहनु भएको छ त? अनि चिज प्लसमा पाइने प्राइस कति हो त? कति क्वान्टिटीमा लानुहुन्छ त्यो अनुसार प्राइस तपाईहरुले पाउनुहुनेछ।